Morning guys, new day with a new vlog of the Sunday Musalam and Sunday to के लागि आएको छु म रे के चाहिँ थाहा भएन के पो अरे देवी पूजाको लागि आएको छु अनि यो देवी थान यहाँ हजुरीले भन्दै हुनुहुन्छ के हो हामीलाई चाहिँ त्यत्रो साह्रो थाहा पनि छैन ट्याक्क लाएर यहाँ भित्र छ मन्दिर यहाँ सबैतिर चडक्क पार्ने कार्यक्रम हुँदैछ यो यहाँ तपाईहरुले पनि दर्शन गर्नुस् है गाइज हो टक्क लाएर ल यो मूर्ति यो गर्दै हुनुहुन्छ यो ठाउँ चाहिँ यस्तो ठाउँमा छ है यो चाहिँ आम्मा यता पनि छन् यो टक्क लाएर यसरी बनाएर राखेको छ यहाँ तोरङ टाँगी ओरी सबै उयो भइरहेको छ अनि यहाँ यत्रो जना मान्छेहरु हुनुहुन्छ यता पनि छ यहाँ यो चाहिँ धेरै ठाउँ छ यहाँ धेरै राम्रो हो यो धार्मिक स्थल जतिकै हो नि हजुरबा यो धार्मिक स्थल जतिकै हो नि धार्मिक स्थलै हो हैन धार्मिक स्थल हो 1930 देखि यहाँ नित्य पूजा भइरहेको 1930 देखि अरे यहाँनेर पूजा हुन सुरु भएको यहाँनेर तपाईहरुले जे माग्नुहुन्छ त्यो चाहिँ पुरा हुन्छ है यो साथी हो जसले जे माग्यो त्यो पुरा चाहिँ नि पुरा हुन्छ यहाँ हजुरबाले भन्दै हुनुहुन्छ यो ठाउँको आफ्नै महत्त्व छ त्यस्तो महत्त्व भएको ठाउँ हो यो चाहिँ त्यही हो यहाँ तपाईहरुले चाहिँ जे माग्यो त्यो पुरा हुन्छ यहाँ तोरङ टाँगेर अब यसलाई चडक्क पार्ने यहाँ भइरहेको छ यहाँ पनि छ यता यस्तो ठाउँमा भन्नु न यस्तो ठाउँमा स्थापित भएको यो मन्दिर यस्तो जङ्गल छ यहाँ अलैँची बगान छ यस्तो ठाउँमा स्थापित भएको प्रत्यक्ष यहाँनिर तुलसीको मठ पनि रहेछ राम्रो ल यस्तै छ साथीहरु यहाँको चाहिँ ट्याकटुक बनाउँदै हुनुहुन्छ अब त्यहाँनिर सबै थोक हुने कार्यक्रम भइरहेछ के यहाँ आएर केही माग्नेको मनोकामना चाहिँ पुरा हुन्छ है साथी हो त्यही हो कुरा चाहिँ झुटो चाहिँ होइन एकदम सत्य हो कलार सबै थोक यसरी उयो गरिएको छ ल त्यही नै हो ल साथीहरु ल टक्क लाएर यता जाउँ अघि म हजुरबाले भनेको तपाईहरुले सुनिहाल्नुभयो के कस्तो भनेर यहाँनेर हैन त्यही नै हो एकदम प्रत्यक्ष देवी माता हुनुभएको ठाउँ हो यो है त त्यही हो साथी त्यही हो अब हामी उँधोतिर हैन आमा पानी परेर हिजो यत्रो धारा झरिरहेको यहाँ त्यो चाहिँ सिधै त्यो माथि ढोकाभित्रबाट आउँछ यो पानी चाहिँ तपाईँ त्यो माथिबाट आउने धारा हो यो ल उता जाउँ ल यहाँ सबैजना बसिरहनु भएको कलाएर पूजा सुरु भयो गाइस है र छ है चाहिँ अब वहाँ जाएर गर्नको लागि त अब पूजा हुन आँटेको ल कसरी जानु हैन
यहीँ पऱ्यो अब त्यहाँ अब अहिले फेरि अहिले एकछिन हुँदैन होइन त्यही हो अब यहीँबाट भिडियो गरेर देखाइदिँदैछु हेर्नुहोस् तपाईँले पूजापाठ चल्दैछ है त यहाँनिर सबैतिर यस्तो हुनु गएर अब दिने बेला नि भयो ट्याक्क लाएर बलि हुनेछ यहाँ बलि यो पाठा यसको गोडासोडा धुइवरी यसलाई लगिसक्यो यहाँनिर यो बलिको लागि तयार पारिएको हो यसको ल साथीहरू देवी खानी हो तपाईँहरूलाई चाहिँ जस्तै यो दुख बिराम केही छ र ठिक भएको छैन गाह्रो छ भने चाहिँ तपाईँहरूले चाहिँ यहाँ आएर पनि यस्तो समाधान गर्न सक्नुहुन्छ है यो साथी हो यो कुरा चाहिँ होइन एकदमै रहस्य भएको होइन शक्तिशाली मन्दिर हो यो चाहिँ अरू ठाउँमा अब त्यस्तो छैन होला हराइसकेला यहाँ चाहिँ आजसम्म त्यस्तो हराएको छैन क्या यहाँको पुजारीले नि भन्नुभएको छ धेरैजना यहाँ आएर चाहिँ ठिक हुने होइन त्यो कहिल्यै ठिक नभएको दुख बिराम ठिक हुने ओर्ने त्यस्तो कुरा पनि भएको छ कसैलाई त्यस्तो छ भने चाहिँ यहाँ आउन सक्नुहुन्छ तपाईँहरू यो चाहिँ अब यस्तो ठाउँमा भएको कारणले गर्दाखेरि कसैले देख्दैन नि त त्यही भएर यहाँ चाहिँ प्रचार प्रसारको चाहिँ कमी हो है साथी हो त्यही हो यहाँ चाहिँ नत्र एकदम शक्तिशाली मन्दिर हो क्या यो यस्तो ठाउँमा स्थापित भएको है यो चाहिँ ठाउँ यो बेतको बेतहरूले भरिएको छ क्या यहाँ बेतै बेत छ यहाँ चाहिँ सबै होइन यस्तो ठाउँ छ ट्याक्क लाएर भाँडा माझ्दै हुनुहुन्छ खाइ पियाइ सकियोरी अब हिँड्ने बेला भइयोरी भाँडासाँडा माझ्दै हुनुहुन्छ ट्याक्क लाएर खाइपियाइ सकियो पूजा आज सकियो अब चाहिँ लागिन्छ घरतिर ल मन्दिर अब मन्दिरको ढोका पनि लागिसकेको छ तपाईँहरूलाई यस्तो दुख बिराम केही छ यति साह्रो परेको छ कहीँ जाँदा पनि तपाईँलाई हुँदैन ओर्दैन भने चाहिँ तपाईँहरूले चाहिँ यो यहाँनिर आएर एक ताली पूजा गरेर हेर्नु है तपाईँहरूले एक ताली चाहिँ त्यही हो ल यो चाहिँ एकदम शक्ति भएको ठाउँ हो किन हाँसेको ल त्यही हो अब पूजा आज पनि सक्यो अब घरतिर लाग्ने आज फेरि भेटौँला अर्को भिडियोमा आजको लागि चाहिँ यति नै आजको लागि बाई बाई।